हामी चाहिँ अहिले यति बेला खुङ खोलामा के छ? ठिक छ ढौबक्छ तिम्रो अनि तिम्रो देख्न सक्नुहुन्छ यो चाहिँ खुङ खोला गाउँ हो। हजुर ढौबक्छ भोक लागेको छ अनि कतिको छ गाइला? भोकै चाहिँ धेरै लागिरहेछ तर रमाइलो पनि भएको छ। हजुर आउनुभयो बाबा बाजे कि हाम्रो अमिलो हो दिदी अमिलोहरू देख्न सक्नुहुन्छ गाइसहरू हेर्नु तन्नै छ अमिलोहरू। यदि हजुरहरूलाई अमिलो चाहिन्छ भने मलाई सम्पर्क गर्नु होला। मलाई नि गर्नु होला सम्पर्क। अनि यो चाहिँ अमिलो सबै मेरो है फेरि सबै अमिलो चाहिँ त्यसमा भाउजूको यो सबै अमिलो मेरो हो। यदि चाहिएमा मलाई सम्पर्क गर्नु होला। म चाहिँ नम्बर छाड्नु होला पठाइहालिदिन्छु। अनि यता हेर्नु सर कतिको दौ भइरहेछ। एकदम तपाईहरुको यो जन्मभूमि गाउँमा हामी आज केही काम त थियो तपाईहरुसँग यसरी रमाइलो हुन पाउँदा खुसी लागिरहेछ। यात्रामा अलिकति अवरोध भयो गाडी पनि बिग्रिरहेको थियो तर अहिले हामीलाई सहज भइरहेको छ। हजुर हिँड्दाखेरि अलि गाह्रो भइरहेछ है। अहिले जति माथि जाँदै अलिक चिसो पनि बढिरहेको छ। हजुर हामीलाई चिसोको फिल छैन गर्मी भएको छ है। आनन्दित छौँ फ्रेस छौँ र हजुरको नाम खुलाउनु न। अनि नाम खुलाउनु तपाईँ त एउटा गायक मान्छे हो। मेरो नाम चाहिँ कमल बराल। मेरो जन्म घर चाहिँ मुसीकोट नगरपालिका वार्ड नम्बर 8। हजुर आज चाहिँ म यो ढोरबारा नगरपालिकामा विशेष केही कारणवश केही कामले आएको थिएँ। तपाईहरुसँग यसरी भेट हुन पाउँदाखेरि धेरै धेरै धन्यवाद। मेरो नयाँ गीत पनि आउँदैछ तीजमा छौँ सबै नाचिदिनु होला टिकटक गर्नु होला। थ्याङ्क यू। हजुर धन्यवाद हजुरलाई। यो चाहिँ हो खुङखोला गाउँ सेउहरू यस्तो छ। लौ न मलाई पनि देखाउन हो म नदेखिने हो र बनायो ल। हेलो भइरहेछ जाडो पनि भइरहेछ गर्मी भइरहेछ। हामीलाई चाहिँ हिँड्नलाई जस्तै गाह्रो भइरहेछ। धेरै माथि रहेछ तल भएको भए सजिलो हुन्छ होला। तर पनि हामी त्यति दुखी भएको छैनौँ ठिकै छौँ। सबैजना साथीभाइहरू पनि भेटाइरहेछौँ।